त्यो अलिक छेउमा जा पापडो पापडो पापो 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 अलिकति मुखमा नि खैदे पापो पापो भनेको जस्तो हेरेर यहाँ उयो जलाइदेऊ पापो अखर फुटाउनु जाऊ एकछिन त्यो सिक्नु बुझ्नु सबै पिते जुस खै जुस अन्डा त अहिले कपलाकै पार्छ नि अन्डा त यसलाई भातसँग राखिदिने के को यो मौसमीको हो कि के को याद गर लु टेस्ट गरेर अघि नै भन्दा यसलाई थाहा हुन्छ सबै के को रहेछ जुस पठाइ हेर्नु त आँटा त ल्याइदिने त्यो चामलको राम्रो हुन्छ हुन्छ हो ठिकै छ भन्नु हुन्छ ढाका टोपी हुनु पर्ने है आहा टीका त लगाइदिनु हुँदैन सरकारलाई निदर खाने टीका लगाइदिन्छ नि हो टीका लगाइदिन्छ कि उयो गुन्द्रा माला मात्रै लगाइदिन्छ कोले नानीले तपाईहरु लानु पर्छ टीका त लगाइदिन्छ टीका मात्रै लगाइदिन नि अहिले रमन नगर उजेल गर पानी चाहिँ गइरमा जाओस् लाइट आज एउटा बाबा त फेरि उल्टा हुन्छ त्यस्तै त हो यस अनि यस्तो बाहिर हो के म आफ्नो खाएर सिकाउँ अरे यार के गरेको यार सिकाउनु यस्तो मन परेन फोटो चाहिँ हामीलाई हुनुपर्छ टालै फोटो पनि खिच्दै गर्नु न यार खिच्नु फोटो पनि खिचिन्छ तिमीहरुले कसरी गर्छ हामी त यस्तो गर्छौं यस्तो ए चाम्रे फेरि आयो छेउमा यहाँ बस्नु न बीचमा बाबाले बीचमा बस्नु दाजु यता हेर्नुहोस् अहिले म एक झपड हाल्छु बरु यहाँनिर पाएर बरन्डामा गरेको भइ हुन्थ्यो होला गरम कस्तो छ यहाँ भित्रै गरम गरम छैन एकछिन सहँदा चल्छ अर्को पालि प्यान्डल लगाएर गर्नुपर्छ है भन्दैछ निनीले निनी पैसा चाहिँ निकाल भन्न डेकोरेसन गरेर पो दिवाली भाइ टिका मनाउने रे अर्को